Hi everyone, this is Aishwarya Pulami. Today I am at one of the most prestigious, one of the most fascinating regions of Nepal, Mustang. Mustang is situated in the rain shadow of Himalayas in northwestern Nepal. It lies between massive mountain range, Annapurna mountain range and Dhaulagiri mountain range. Because of this unique geography, this region has offered one of the most beautiful, dramatic landscape, strong wind, deep valley and spatially stunning mountain views. Mustang is divided into two parts, Upper Mustang, Lower Mustang. So Mustang भन्ने बित्तिकै चाहिँ मोस्टली भिजिट गर्ने प्लेस भनेको चाहिँ मुक्तिनाथ, मार्फा, जोन्सोम, अपर मुस्ताङ पनि एकदमै धेरै पपुलर छ. And we have been in these places so many times, but this time it's going to be quite different. This time it's going to be explore the unexplored places of Mustang. Mustang चाहिँ एउटा यस्तो ठाउँ हो जुन चाहिँ एक महिना लगाएर पनि हामी घुम्न भ्याउँदैनौँ भनौँ न, यति धेरै ठाउँ छ कि यहाँनिर अनएक्सप्लोर्ड प्लेसेसहरू. वेदर फोरकास्टमा हेर्दाखेरि चाहिँ आज र भोलिको दिन मात्रै राम्रो, त्यसपछि पुरै स्नोफल अनि रेनफल देखाएको रिजनले गर्दाखेरि चाहिँ हामीसँग धेरै टाइम छैन. सो त्यही भएर मेबी 3-4 प्लेसेसहरू एक्सप्लोर गर्न सक्छौँ होला. सो इन दिस भिडियो आई एम गोइङ टु शो द ल्यान्डस्केप obviously, also the information about how to get to these places. यसपालिको हाम्रो ड्राइभ चाहिँ इलेक्ट्रिक कार रहेको छ, MGS5. एन्ड MGS5 चाहिँ किन यस्तो ठाउँमा चाहिँ इजी हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ रेयर व्हिल ड्राइभ हो. सो त्यो रिजनले गर्दाखेरि जस्तो सुकै उकालो अनि ढुङ्गाहरूको बाटोहरू पनि एकदम अफ रोडमा पनि अलिकति इजी हुन्छ. अहिले चाहिँ म होलिडे क्याम्पमा छु. अनएक्सप्लोर्ड एरियामा चाहिँ हाम्रो फर्स्ट स्पट चाहिँ धुम्बा लेक हुनेवाला छ. वी आर गोइङ देयर. धुम्बा लेकमा चाहिँ हामी गाडीमा और बाइकमा जान सक्छौँ. फर्स्टमा चाहिँ हामी यहाँबाट जोमसोम पुग्नुपर्छ. सो जोमसोमको पुलबाट चाहिँ हामी राइट लाग्छौँ. हामी ठ्याक्कै जोमसोम आइपुग्यौँ. जोमसोमको चेकिङ पोस्ट क्रस गरिसकेको छौँ अनि यहाँबाट राइट गयौँ भने चाहिँ धुम्बा लेक पुग्छौँ. अनि अर्को इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ यहाँबाट तिलिचो लेक पनि जान मिल्ने रहेछ क्या. 2 days लाग्दो रहेछ. यहाँ लेखेको छ बोर्डमा. ग्रिन देखिरहेको छ, एकदम कलरफुल देखिरहेको छ कि कस्तो राम्रो लागिरहेको. धेरै भिजिटर्सहरू आउने रिजनले गर्दाखेरि चाहिँ बाटो पुरै पिस पाइदिएको छ कि. तर यसपछिको अनएक्सप्लोर्ड डेस्टिनेसन भनेको चाहिँ क्षमाताल हुनेवाला छ, जुन चाहिँ यो बाटो जान्छ. कस्तो राम्रो देखिन्छ कि नीलगिरी यत्रो ठुलो. लुक एट दिस. ओ माई गॉड, दिस इज सो ब्युटिफुल. Let's lose track of time. Darling, stay for a little. This is Dhumba Lake, which is 28-30 meter above the sea level. यसलाई चाहिँ मुस्ताङ डिस्ट्रिक्टको ग्लासियर लेक पनि भनिन्छ, जुन चाहिँ हार्ट सेपको छ. यो चाहिँ थिनी भिलेजमा पर्दछ. अनि जोमसोमबाट चाहिँ वेस्ट साइडमा 5.5 किलोमिटरमा चाहिँ यो लेक पर्दछ. अनि यहाँबाट चाहिँ यस्तो ब्युटिफुल धौलागिरी रेन्ज देख्न सक्छौँ हामीले. लुक एट दिस. ओ माई गड, कलर पनि पुरै ग्रिन कलरको छ, नेचुरल ग्रिन. घाम लागेको भएर पुरै टल्किरहेछ. सो यो लेकलाई चाहिँ होली लेक भनेर भनिन्छ. हिन्दू र बुद्धिस्टहरूको चाहिँ रिलिजियस साइटको रूपमा रहेको छ यो लेक. तर यो लेक चाहिँ एउटा टाइममा चाहिँ रेड कलरमा चेन्ज भएको थियो अरे. तर पछि बुद्धिस्ट मोङ्कले चाहिँ समथिङ केही पूजा गर्नु भएर केही गर्नु भएर चाहिँ यसलाई चाहिँ फेरि ब्याक टु द नेचुरल कलर ग्रिनमा चेन्ज गर्नु भएको थियो अरे के. Summer nights, watch them go by as we fight off the cold. Holding you tight. माथिबाट 1 घण्टा हिँड्नुपर्ने. हुन्छ. तलबाट चाहिँ यहाँसम्म एकदमै एक्सट्रिमली अफ रोड, लास्ट धेरै अफ रोड रहेछ. गाडी त अलि डिफिकल्टै छ, तर अब त्यो चलाइमा भर पर्छ. राम्रोसँग ल्यायो भने सकिन्छ होला. यहाँ चाहिँ बोर्डमा लेखेको रहेछ क्षमाताल जाने बाटो भनेर. अघिदेखि यो नीलगिरी यस्तो राम्रो देखिरहेछ नि, जुन हिउँ परेको भएर टिलिक्क टल्किरहेछ क्या. स्प्रिङ सिजन भएको रिजनले गर्दाखेरि चाहिँ प्लान्ट्सहरूको कलर नै पुरै चेन्ज भइसक्यो. वार्म टोनको ग्रिन कलर छ. Know just what I'm thinking. I don't want this moment to go. उकालो पनि छैन, एकदम छड्के छड्के छ. अनि यस्तो ब्युटिफुल ट्रेल पनि बनाइदिएको छ अलरेडी नै. भोलि हामी धौलागिरी आइसफल जाँदैछौँ, त्यसको लागि चाहिँ आज यो वार्म अप जस्तो भयो. No, I don't want this moment to go. Let's lose track of time. जति जति नजिक गइरहेछौँ त्यति त्यति हिमालको नजिक देखिरहेको जस्तो फिल भइरहेको कि. यत्रो ठुलो देखिरहेको कि हिमाल. How you feeling? Oh my god. है कस्तो दामी. एक्सपेक्ट द अनएक्सपेक्टेड भने जस्तै भयो. मैले त यस्तो ब्युटिफुल हुन्छ भने त एक्सपेक्टेसन यति पनि राखेको थिएन क्या.
5:15 जति हुन थाल्यो अनि ठ्याक्कै गोल्डन आवरको टाइममा आइपुग्यो नि त अनि यस्तो राम्रो देखिरहेको ओ माई गॉड आई कान्ट एक्सप्लेन Darling, stay for a little longer while I hold your time. We'll wait, so just rest your head upon my shoulder. दुईटा लेक रहेछ यो त सानो लेक हो हामी अर्को ठुलो लेक पनि जान्छौँ यस्तो राम्रो देखिरहेछ आई थिङ्क यो ट्रेकिङ ट्रेल त मेरो वान अफ द फेभरेट ट्रेकिङ ट्रेल हो अलमोस्ट 3700 मिटर अबभ द सी लेभलमा रहेको यो क्षमा लेक चाहिँ इट्स सो ब्युटिफुल अनि एकदमै अनटच्ड अहिलेसम्म मोस्टली चाहिँ धेरै मान्छे नआएको रहेछ क्याम्पिङ गर्ने स्पेस पनि छ क्याम्पिङ गर्दा अर्को इम्पोर्टेन्ट कुरा भनेकै क्याम्पिङ गरिसकेपछि जति वेस्टहरू हुन्छ त्यो सबै चाहिँ हामीले फर्किँदा लिएर जानुपर्ने हुन्छ त्यो कुरा चाहिँ नबिर्सिनु होला द लेक इज सो क्लिन अनि माउन्ट नीलगिरीको रिफ्लेक्सन हामी तल लेकमा देख्न सक्छौँ विच इज सो ब्युटिफुल सो डे 1 अफ अनएक्सप्लोर्ड एरिया अफ मुस्ताङ चाहिँ यही एन्ड हुन्छ सो सी यू इन डे 2 गुड मर्निङ एभ्रिवान दिस इज डे 2 आज चाहिँ हामी धौलागिरी आइसफलको भ्यू पोइन्ट त्योभन्दा तल चाहिँ क्याम्पिङ गर्न लाग्दैछौँ क्याम्पिङ गर्ने सामानहरू यताउति सबै सामानहरू पनि प्रिपेयर गरेर अब निस्किँदैछौँ अनि अब यहाँबाट हाम्रो ट्रेकिङ ट्रेल स्टार्ट हुन्छ सेकुङ लेक जाने बाटोमै पर्दछ आधी बाटोमा हामीले अर्को डिरेक्सन चेन्ज गर्नु पनि हुन्छ Later on in the night, when the crowds have gone. यो बाटोबाट सिकङ लेक र भुतार्चो लेक पनि गइन्छ गाडी र बाइक जान्छ तर अहिले चाहिँ यो बाटो ठ्याक्कै बनाउन थालेको रहेछ अनि माथि बनाइरहेको रिजनले गर्दाखेरि चाहिँ अहिले चाहिँ गाडी लान मिलेको रहेनछ हामीले लन्चहरू स्न्याक्सहरू सबै प्याक गरेको छौँ गोठ हुन्छ तर गोठ पनि अहिले खासै मान्छेहरू बस्दैन यो टाइममा स्नोफल भएको रिजनले गर्दाखेरि पानी पनि कतिको हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन हामीलाई सो हामीले अलिकति एक्स्ट्रा बोटल्सहरू चाहिँ बोकेर लिएर गएको छौँ पानी पनि अलिअलि बोकेर लिएर गएको छौँ सो यस्तो हेर्दाखेरि चाहिँ म्यान भर्सेस वाइल्ड वाला फिल आइरहेको मलाई We could talk under moonlight till dawn. यताबाट चाहिँ सिकङ लेक जान्छ भने यताबाट चाहिँ धौलागिरी आइसफल ठ्याक्कै बोर्डमा लेखेको रहेछ नेचुरल वाटर Sunrise. Cancel all our plans. We don't need a reason why we just can't. I wish I could stop time. We're having a good day. This moment, never think about going. Won't you stay with? Finally, we have reached our destination. आजको डेस्टिनेसन भनौँ राइट नाउ वी आर एट अलमोस्ट 3200 मिटर अबभ द सी लेभल हामीलाई होलिडे क्याम्पबाट यहाँसम्म आउनुको लागि 4 घन्टा लाग्यो बाटो पुरै ठाडो उकालो छ एकदमै धेरै ठाडो उकालो छ ट्रेकिङ ट्रेल चाहिँ रमाइलो रहेछ एकदम रमाइलो लाग्यो बाटोमा यति धेरै लाली गुराँसहरू फलेको देखाइदिउँ Leaving the bar, my breath's as hard as regular gasoline. Fire up a bone while I'm swerving home, blowing smoke like a Model T. Wake up to a cup as black as tar, go to work and get beat like a mule. I'm just as empty as I am poor, so I'm running on fuel. हिजो रातिको क्याम्पिङ वाज वान अफ द बेस्ट एक्सपिरियन्स एभर इन माई लाइफ मेरो पछाडि चाहिँ टुकुचेपी कस्तो राम्रो देखिरहेछ सो अब हामी चाहिँ धौलागिरी भ्यू पोइन्ट जान लागेको छौँ यहाँबाट ठ्याक्कै यो डाँडा देखिरहेछ त्यो ठ्याक्कै पिकमा छ लगभग 2 घन्टा जति लाग्छ होला बिहान बिहान तातो पानी खाएर खाजा खाएर चाहिँ हामी अब निस्किन थालेको Me for a little while. Got myself free falling deep into your eyes. You came to me without warning, but I knew. बाटो चाहिँ पुरै घुम्ती स्टाइलमा बनाएको रहेछ क्या यो एउटा डाँडा कट्न कति टाइम लाग्यो जस्तो फिल हुने क्या त ट्रेकिङ गर्न चाहिँ यस्तै हो सजिलो बाटो सिधै उकालो हुनुभन्दा त यस्तै घुम्ती यस्तो बनायो कि इजी हुन्छ इच एन्ड एभ्री स्टेप इज वर्थ वाइल यस्तो फिल भइरहेछ क्या Stay with me for a little while. Stay in this moment, never think.
That is धौलागिरी आइफल हामीले यहीँबाट देख्न सक्छौँ Stay with me for a little while. What a view! Weather यस्तो चेन्ज भयो एकैछिनमा सो यसो मैले बुझेअनुसार चाहिँ हामी होलिडे क्याम्पबाट एक दिनमा यहाँ आएर फर्किन सक्छौँ तर बेस्ट भ्यू चाहिँ मर्निङमा भएको रिजनले गर्दाखेरि चाहिँ हामीले हिजो जहाँ क्याम्पिङ गऱ्यौँ आई थिङ्क द्याट वाज द बेस्ट डिसिजन किनकि आज हामीले यस्तो राम्रो भ्यू देख्न पायौँ सो धौलागिरी चाहिँ वर्ल्डकै 7th हाइएस्ट माउन्टेनमा पर्छ ठ्याक्कै आइसफलको पछाडि देख्न सक्छौँ 360 भ्यू देखिरहेको छौँ कि हामी माउन्टेनको सो हजुरहरूले सुन्नुभयो होला मुस्ताङमा चाहिँ याक फेस्टिभल हुन्छ याकको ब्लड खाने फेस्टिभल त्यो फेस्टिभल चाहिँ असारतिर हुन्छ यहाँ पनि हुने रहेछ यहाँ चाहिँ मेबी चैत वैशाखतिर हुने रहेछ त्यो बेला चाहिँ लोकलहरू प्रायः सबै यहाँ आएर त्यो फेस्टिभल सेलिब्रेट गर्नु हुँदो रहेछ नत्र भने चाहिँ नेपाली टुरिस्टहरू चाहिँ एकदमै कम देखेँ मैले यहाँ आउने भनेको चाहिँ सबै फरेनर्सहरू इन्टरनेसनल टुरिस्टहरू चाहिँ आउनु हुँदो रहेछ यहाँबाट हेर्दाखेरि चाहिँ ऊ त्यो होस् लाग्छ होइन तर धेरै टाढा धेरै तल जानु छ हामीलाई सो या वी आर हेडिङ ब्याक टु होलिडे क्याम्प एकदमै धेरै भोक लागेर हामी त्यहाँ गएर खाना खान्छौँ सो लोवर मुस्ताङ एक्सप्लोर गर्ने क्रममा चाहिँ हामी कोबाङ गाउँ आइसकेको छौँ अहिले चाहिँ वर्ल्डकै सबसे ग्रेटेस्ट प्रब्लम भनेको चाहिँ मलाई ग्लोबल वार्मिङ जस्तो लाग्छ क्लाइमेट चेन्ज अहिले एकदमै धेरै ऱ्यापिड रूपमा भइरहेछ सो यहाँ हेर्न सक्नुहुन्छ एप्पल फार्मिङ गरेको छ यो एप्पल फार्मिङमा पनि क्लाइमेट चेन्जले एकदम नराम्रो इम्प्याक्ट पारेको छ हामी पहिला चाहिँ 5-6 इयर्समा डिफ्रेन्स देख्थ्यौँ भने अहिले चाहिँ 1-2 इयरमा नै त्यो डिफ्रेन्ट देखिरहेछौँ हामी टेम्परेचर राइजमा टेम्परेचर राइज भएको रिजनले गर्दाखेरि पहिला स्नोफल हुन्थ्यो तर अहिले नभएको रिजनले गर्दाखेरि अनप्रिडिक्टेबल रेनफलको रिजनले गर्दाखेरि चाहिँ एप्पल प्रोडक्सन चाहिँ यहाँबाट अझै माथि एल्टिट्युडको ठाउँहरूमा चाहिँ सिफ्ट हुँदै गएको छ बिस्तारै यहाँको लोकलले भन्नुभएको भनाइअनुसार चाहिँ मार्फा त्योभन्दा अझै माथि पनि सिफ्ट हुनसक्छ क्लाइमेट चेन्जको रिजनले गर्दाखेरि यहाँ एप्पलहरूमा चाहिँ डिफ्रेन्ट डिजिजहरू लाग्ने पेस्टहरू लाग्ने हामी देख्न सक्छौँ कि क्लाइमेट चेन्जले चाहिँ मुस्ताङमा कस्तो असर पुर्याइरहेको छ गुड मर्निङ एभ्रिवान आज चाहिँ हाम्रो लास्ट डे अफ आवर ट्रिप एन्ड आइम रियली स्याड किनकि अझै कति ठाउँहरू चाहिँ एक्सप्लोर गर्न सक्थ्यौँ हामीसँग टाइम भएको भयो और वेदरले पनि साथ दिएको भयो आजदेखिबाट चाहिँ स्याटरडेसम्म एकदमै नराम्रो छ वेदर भनेर चाहिँ वेदर फोरकास्टले भनेको छ सो त्यही भएर आज चाहिँ हाम्रो लास्ट डे हुनेवाला छ यो ट्रिपको मुस्ताङमा सो हामी मुस्ताङ आउँदाखेरि चाहिँ जहिले पनि होलिडे क्याम्पमा नै बस्छौँ किनभने चाहिँ यहाँको हस्पिटालिटी एकदमै धेरै राम्रो छ अनि हस्पिटालिटी सँगसँगै यहाँको एम्बियन्स चाहिँ यस्तो ब्युटिफुल के सो इच एन्ड एभ्रिथिङ चाहिँ ह्यान्डक्राफ्टेड दाइले आफै मायाको साथमा हुन्छ नि एकदम राम्रोसँग आफै डिजाइन गरेर आफ्नो क्रिएटिभिटी युज गरेर चाहिँ यो ठाउँलाई बनाउनु भएको छ होइन सो त्यो रिजनले गर्दाखेरि पनि एकदम ब्युटिफुल लाग्ने कि अर्को भनेको चाहिँ मार्फा अनि त्यसपछि अरू ठाउँहरू भनौँ न एकदम पपुलर ठाउँहरूमा चाहिँ अलिकति क्राउडेड हुन्छ कि सो त्यो रिजनले गर्दाखेरि एकदम अलिक पिस हुन्छ नि अलिकति राम्रो नेचरसँग कनेक्ट भएर अलिकति पिस एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ इज द बेस्ट प्लेस इन मुस्ताङ मुक्तिनाथ सँगसँगै अरू ठाउँहरू लोवर मुस्ताङको डिफ्रेन्ट ठाउँहरू चाहिँ एक्सप्लोर गर्नलाई घुम्नको लागि चाहिँ यो एकदम बेस्ट स्पट हुनसक्छ बस्नको लागि अर्को भनेको चाहिँ यहाँ चाहिँ हामीले थकाली कल्चर थकाली फुड थकाली ड्रेस सबै कुराहरू चाहिँ एक्सपिरियन्स गर्न सक्छौँ इफ हजुरहरूलाई चाहिँ टेन्टको सामानहरू ल्याउनलाई झ्याउ लाग्छ अरू ल्याउन पोसिबल छैन तर हजुरहरूलाई क्याम्पिङ गर्न मनपर्छ टेन्टमा बस्न मन लाग्छ भने चाहिँ हजुरहरूको यहाँ टेन्टको पनि एकदमै धेरै राम्रो सुविधा छ आज हाम्रो लास्ट डे सो लास्ट डे सँगसँगै आजको लास्ट डेस्टिनेसन लास्ट स्पट भनेको चाहिँ लुब्रा भिलेज हुनेछ लुब्रा भिलेज चाहिँ किन भनेर भन्दाखेरि चाहिँ लुब्रा भिलेज इज वान अफ द ओल्डेस्ट भिलेज मुस्ताङको नै भनौँ सो हामी होलिडे क्याम्पबाट चाहिँ स्टार्ट गरेर छौँ होलिडे क्याम्पबाट जोमसोमको अलिकति माथि राइट टर्न लियौँ भने चाहिँ त्यहाँ जाने बाटो आउँछ सो या वी आर गोइङ देयर इलेक्ट्रिक गाडी चलाउनु चाहिँ छुट्टै मजा आउने क्या
केही गर्नै पर्दैन नि त तर एभ्री टाइम हामी मुस्ताङ आउँदाखेरि एभ्री टाइम केही न केही डेभलपमेन्ट भइरहेको हुन्छ कि 2-3 मन्थ्समा पनि कति धेरै चेन्जेसहरू देख्ने पहिला चाहिँ जोमसोमभन्दा तल पनि एकदम राम्रोसँग स्नोफल हुन्थ्यो अरे एक टाइममा अहिले क्लाइमेट चेन्जको रिजनले गर्दाखेरि चाहिँ यता स्नोफल बेयरली हुन्छ भयो भने पनि एकदम पातलो स्नोफल के त्यही रिजनले गर्दाखेरि चाहिँ यहाँको एग्रिकल्चर चाहिँ बिस्तारै एप्पलबाट अरू कुराहरूमा सिफ्ट हुँदै गइरहेछ मुस्ताङ जाने भन्ने बित्तिकै मान्छेहरूले कति धेरै टाढा छ मुस्ताङ त तर मुस्ताङ चाहिँ एक दिन नै पुगिन्छ क्या बिहान 6 बजे हिँड्यो भने 4 बजीतिर त हामी होल्डे क्याम्प आइपुग्छौँ इलेक्ट्रिक गाडीमा पनि आइपुग्छौँ ठाउँ ठाउँमा चार्ज गरेर भए पनि फ्रिक्वेन्टली आइरहनुपर्छ मान्छेहरू यहाँ भिजिट गर्नलाई एभ्री सिजन भनौँ न नट ओन्ली वान सिजन एभ्री सिजन किनकि एभ्री सिजन ह्याज इट्स ओन ब्युटी यो ठाउँमा चाहिँ मजा आएर अफ रोडमा चाहिँ मजा आउँदो रहेछ क्या नर्मल बाटो भन्दा चाहिँ आई एम अब्सेस्ड वेलकम टु मार्फा भिलेज मार्फा भिलेज चाहिँ लोवर मुस्ताङको एकदम धेरै पपुलर प्लेस वेयर वी क्यान एक्सपिरियन्स थकाली कल्चर टिबेटियन कल्चर यहाँ पनि चार्जिङ स्टेसन छ मुस्ताङमा त 2-3 ठाउँमा चार्जिङ स्टेसन छ ठ्याक्कै हामी जोमसोम कटेर चाहिँ अलिकति पर एउटा पुल छ त्यो पुल कटेर चाहिँ हामी यहाँनिर ठ्याक्कै देख्न सक्छौँ लुब्रा भनेर लेखेको छ क्या सो यही हो लुब्रा भिलेज जाने ठाउँ बाटो त एकदम अफ रोड जस्तो लागिरहेछ गाडी जान सक्छ कि सक्दैन त्यो पनि थाहा छैन तर जहाँसम्म लग्न सक्छौँ त्यहाँ चाहिँ हामी जानेछौँ हामी लुब्रा भिलेज आइसकेको छौँ यहाँ गाडी राख्ने रहेछ यहाँबाट चाहिँ माथि गाडी जाँदैन अब यहाँ हामी माथि लुब्रा भिलेज एक्सप्लोर गर्छौँ एकदमै पुरानो आर्किटेक्चरहरू रहेछ क्या के पनि रिनोभेट गर्नु भएको रहेनछ कि अहिलेसम्म तल जोमसोम या अरू ठाउँहरूमा चाहिँ अरू गाउँहरूमा चाहिँ अलिअलि भए पनि थोरै चेन्ज देखेको थियो तर यो गाउँमा चाहिँ यहाँको आर्किटेक्चरहरू चाहिँ पुरानै रहेछ केही पनि चेन्ज भएको छैन एकदमै सानो गाउँ सानो बस्ती छ सो मच हिस्ट्री के पुरानो टाइमको मुस्ताङको फिल हुन्छ कि यहाँ आयो भने मलाई चाहिँ त्यो फिल भयो कि $3,050 मिटर अबभ द सी लेभलमा भएको यो लुब्रा भिलेज is one of the oldest village of Lower Mustang. It was established in 12th century. त्यो टाइममा हुने टिबेटियन बुद्धिज्म कल्चर बोन कल्चर चाहिँ स्टिल प्र्याक्टिस हुने रिजनले गर्दाखेरि चाहिँ दिस भिलेज इज नोन एज द लास्ट रिमेनिङ बोन भिलेज यहाँ चाहिँ हामीले 12th सेन्चुरीमा भएको लाइफस्टाइल एक्सपिरियन्स गर्न सक्छौँ पुरानो गुम्बाहरू पनि छ कि सानो स्कुल तर हेर्दा कति राम्रो छ एकदम त्यो ओल्ड टाइमको एन्सियन्ट टाइमको चाहिँ हामीले के एक्सपिरियन्स गर्न चाहन्छौँ भने चाहिँ दिस इज द बेस्ट प्लेस यहाँ चाहिँ अल्टरनेटिभ मुक्तिनाथ जाने बाटो पनि रहेछ यहाँबाट जान सकिन्छ लुब्रा पास हुँदै त्यहाँनिर देख्न सक्नुहुन्छ प्रेयर्स फ्ल्याग त्यहाँ चाहिँ एउटा एन्सेन्ट 12th सेन्चुरीमा बनेको केभ छ जुन चाहिँ रिसेन्टली गुम्बा बनेको छ त्यहाँ चाहिँ अहिले मेडिटेसनको लागि एकदम फेमस छ लुब्रा भिलेजमा सो द्याट वाज इट गाइज द फर्स्ट पार्ट अफ अनएक्सप्लोर्ड प्लेसेस अफ मुस्ताङ चाहिँ यही एन्ड हुन्छ अर्को अनएक्सप्लोर्ड प्लेसेसहरू लिएर आउनेछौँ भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र यो भिडियो बनाउनको लागि चाहिँ हेल्प गर्नुहुने टिएफटी एमजी र आइसिएन प्रोडक्सनलाई चाहिँ आई वान्ट थ्याङ्क सो अब हामी फर्किँदैछौँ अर्को भिडियोमा भेटौँला भन्दै आजको लागि यति नै किप लभिङ किप वाचिङ बाई बाई टुडे आई एम वेयरिङ थकाली ड्रेस होलिडे क्याम्पको दिदीले मलाई लगाउँदै हुनुहुन्छ किनकि मलाई थाहा छैन कसरी लगाउने लास्ट टाइम पनि उहाँले लगाइदिनु भएको थियो थकाली भन्ने बित्तिकै चाहिँ हामीले दुईवटा कुरा बुझ्छौँ एउटा भनेको चाहिँ थकाली कास्ट अनि अर्को भनेको चाहिँ थकाली फुड हाम्रो एकदम धेरै नेपालमै सबसे धेरै फेमस थकाली खाना सेट थकाली चाहिँ अ ग्रुप अफ पिपल मुस्ताङ डिस्ट्रिक्टको थाक खोलाबाट चाहिँ बिलङ गर्नुहुन्छ दे आर ट्रेडिसनली फ्रम कालीगण्डकी रिभर कालीगण्डकी भ्याली थकाली पिपलहरू चाहिँ पहिलेदेखिबाट ट्रेडिङ गर्ने बिजनेस गर्ने सो त्यो बिजनेस गर्दा गर्दै उनीहरूले चाहिँ आफ्नो एउटा प्रोग्रेसिभ कम्युनिटी डेभलप गर्नुभयो मुस्ताङ इज लाइक भेरी फेमस फर थकाली ग्रुप अफ पिपल थकाली कम्युनिटी दे हेभ अल्सो भेरी युनिक बुद्धिज्म कल्चर एन्ड एनिमेस्टिक रिलिजन भनौँ अर ट्रेडिसन भनौँ दिस इज सो ब्युटिफुल के आई फिल लाइक म एकदम कस्तो ब्युटिफुल देखिरहेको जस्तो फिल भइरहेछ अनि एकदम भाइब्रेन्ट कलरमा छ कि सो आई फिल लाइक आई एम रिप्रेजेन्टिङ यु नो द स्ट्रङ वुमन अफ मुस्ताङ डिस्ट्रिक्ट आई फिल लाइक म मुस्ताङबाट चाहिँ एकदमै धेरै पोजिटिभ एनर्जी लिएर गइरहेको छु टु टेल द वर्ल्ड द्याट आवर कन्ट्री नेपाल इज सो ब्युटिफुल इन एभ्री वे